नमस्कार साथीभाइ बहिनीहरू। आजको यस भिडियोमा हामी चाहिँ सिम्पल इन्ट्रेस्ट र कम्पाउन्डिङ इन्ट्रेस्टको बारेमा पढ्नेछौँ। मतलब साधारण ब्याज र मिश्रित ब्याजको बारेमा हामी पढ्नेछौँ। यो दुईटा चाहिँ तपाईहरुले एकै साथ पढ्नु पर्ने छ, किनभने कक्षा 10 अथवा लोक सेवाको तपाईहरुले खरिदारको तयारी गर्दिनुहुन्छ भने सेकेन्ड पेपरको लागि यो एकदम महत्त्वपूर्ण हुन्छ र कक्षा 10 मा चाहिँ यो एकदमै महत्त्वपूर्ण रहेको छ। ल त्यसैगरी हामी चाहिँ यस भिडियोमा हामी चाहिँ साधारण ब्याज पढ्ने छौं र अर्को भिडियोमा चाहिँ हामी मिश्रित ब्याज पढ्ने छौं। पहिला बुझौं हामी यो साधारण ब्याज भनेको के हो त। साधारण ब्याज मूलधन वा सावामा मात्र लाग्ने ब्याजलाई साधारण ब्याज भनिन्छ। भनेको तपाईले कुनै व्यक्तिलाई 1 लाख रुपैयाँ ऋण दिनुभएको छ भने जति प्रतिशतको हिसाबले तपाईले ऋण दिनुभएको छ यो चाहिँ यो मूलधनमा मात्रै ब्याज लाग्ने गर्छ। यो मूलधनमा ब्याज जोडेर ब्याज लाग्ने हैन। तपाईको मान्नु 1 वर्षको लागि तपाईले 10% को ब्याजमा दिनुभएको छ भने यो चाहिँ 1 लाख को 10% कति हुन्छ? 10,000 यो तपाईको ब्याज भयो। र तपाईले 1 वर्षको अनि 2 वर्षको गर्नुहुन्छ भने तपाईले यो 1 लाख सँग 10,000 जोडिने हैन। 1 लाख को मात्रै गर्दिनु। 1 लाख को 10% को दरले 2 वर्षको लागि तपाईले लाग्न दिने ब्याज कति हो? 2 लाख। बुझ्नु भयो नि? यही हो हाम्रो चाहिँ साधारण ब्याज। हामीलाई यति बुझ्दा हामीले पुरै चाहिँ यसको कन्सेप्ट हामीले बुझ्न भइहाल्छ। यसमा मुख्यतः तपाईहरुको लागि हुन्छ सावा। यसमा मुख्य हुन्छ सावा, जुन हामी इंग्लिशमा प्रिन्सिपल भन्छौं, जसको सर्ट फर्म हुन्छ पी। अर्को हुन्छ ब्याज। ब्याजलाई हामी चाहिँ इंग्लिशमा भन्छौं इन्ट्रेस्ट, जसलाई सर्ट फर्ममा हामी आई लेख्छौं। त्यस्तै हुन्छ समय, जुन टाइम हुन्छ, कति वर्षको लागि दिनुहुन्छ त्यसले हामी चाहिँ टी ले बुझ्ने गर्छौं। त्यस्तै हुन्छ मिच धन भनेको टोटल एमाउन्ट। त्यस्तै हुन्छ मिच धन एमाउन्ट, जसको सर्ट फर्म यो हुन्छ टोटल एमाउन्ट। त्यस्तो अर्को हुन्छ ब्याज दर। हामीले कति प्रतिशतको ब्याजमा दिइरहेका छौं? 10% मा कि 15% कि 20%? यो चाहिँ यो आर भनेको प्रतिशत। यसको हामीलाई मुख्यतः एउटा सूत्र याद राख्नु पर्ने हुन्छ, जुन चाहिँ हुन्छ मेन यसको हुन्छ एकछिन है। यसको मेन हुन्छ सूत्रहरू। तपाईहरुलाई इन्ट्रेस्ट निकाल्नको लागि चाहिँ PTR बाइ 100। तपाईहरुले ब्याज निकाल्नको लागि P भनेको प्रिन्सिपल, T भनेको टाइम, R भनेको रेट। तपाईले कतिको दरले त्यो ब्याज दिनुभएको छ गरिदिनुभएको छ। यसको त्यस्तै यसको अर्को सूत्र हुन्छ रेट निकाल्नको लागि तपाईलाई प्रिन्सिपल पनि दिएको छ, समय टाइम पनि दिएको छ, इन्ट्रेस्ट पनि दिएको छ, अनि तपाईलाई भन्छ तपाईले कति रेटमा दिनुभएको छ रेट निकाल्नको लागि। त्यसको लागि सिम्पल सूत्र छ। पहिला गर्नु आई इन्ट्रेस्ट गुणे 100। इन्ट्रेस्टलाई 100 सँग गुणा गर्नु। त्यस्तै पी प्रिन्सिपल गुणे टी टाइम, कति समयको लागि दिनुभएको छ त्यो
त्यस्तै तेस्रो नम्बरको सूत्र रहेको छ हाम्रो प्रिन्सिपल साबा निकाल्नको लागि। त प्रिन्सिपल निकाल्नको लागि आई इन्ट्रेस्ट गुणे 100 भागा टाइम गुणे रेट, यो चाहिँ हाम्रो भयो प्रिन्सिपल निकाल्नको लागि। प्रश्नलाई पनि राम्रोसँग बुझ्नु। रामले श्यामलाई रु 10,000 भनेको हाम्रो यहाँ साबा आएछ। साबालाई हामी के भन्छौँ? प्रिन्सिपल। प्रिन्सिपल पी बराबर कति छ? रु 10,000। अगाडि बुझौ 3 वर्षको लागि भनेको हाम्रो टाइम पनि दिएछ। टाइम जसलाई हामी टी भन्छौँ। टाइम कति छ? 3 वर्ष। त्यहाँ छ कति हाम्रो? 3 वर्ष हैन। यसलाई हामी चाहिँ के भन्छ महिनामा निकाल्नको लागि चाहिँ हामी 3 गुणे 12 12 त्यहाँ 36 महिना। महिना हामीलाई अहिले काम लाग्दैन, त्यस्तै हामी बुझिरहेको। अब 12% ब्याजमा हाम्रो ब्याज पनि आयो। रेट कति हो? रेट जसलाई हामी आरले बुझ्छौँ कति प्रतिशत? 12%। अब हामीलाई भनिरहेछ 3 वर्षपछिको ब्याज निकाल्नुहोस्। त ब्याज भनेको इन्ट्रेस्ट। इन्ट्रेस्ट आई बराबर कति? वाट। त्यहाँ अब चाहिँ सूत्र अनुसार सूत्र के छ? याद छ? सूत्र हाम्रो चाहिँ यो फर्स्ट वाला इन्ट्रेस्ट निकाल्नको लागि यहाँ हामी चाहिँ एप्लाई गर्नेछौँ। यहाँ आई बराबर इन्ट्रेस्ट बराबर पी प्रिन्सिपल टाइम रेट पिटिआर बाई 100 हैन। अब चाहिँ यसमा हामीले यसको मान दिनुपर्छ। कति मान छ? 10,000 गुणे टाइम कति छ? 3 वर्ष। 3 गुणे समय रेट कति प्रतिशतको? 12% भागा 100। यहाँ 100ले चाहिँ हामीले यो 0 लिएर यो 0 काट्न सक्छौँ। अब चाहिँ यसलाई गुणा गर्नुपर्छ। त 100 × 3 × 12 त 12 तिया 36। 36 गुणे 100 बराबर 3600। 3600 ब्याज बराबर कति छ? 3600। यही छ हाम्रो एन्सर भनेको। अब भन्छ तपाईले टोटल एमाउन्ट निकाल्नको लागि भन्छ टोटल एमाउन्ट। त एमाउन्ट बराबर पी प्लस आई गर्नुपर्छ। पी भनेको हाम्रो यो ब्याज साबा र आई भनेको इन्ट्रेस्ट ब्याज। दुईटैलाई जोडेर हामी एमाउन्ट निकाल्न सक्छौँ टोटल। त्यहाँ 10,000 प्लस 3600 बराबर 13,600। यसको टोटल एमाउन्ट 3 वर्षपछि पाउने हो। यो भयो हाम्रो सिम्पल इन्ट्रेस्ट साधारण ब्याज। यसमा हामीलाई के भनेको छ? साधारण ब्याज पत्ता लगाउन सिम्पल इन्ट्रेस्ट। त्यहाँ हामीलाई के दिएको छ? सुरेशले 3,000 रमेशलाई। त यो के हाम्रो के भयो? प्रिन्सिपल साबा भयो। त पी बराबर रु 3,000। त्यस्तै वार्षिक कति प्रतिशतको ब्याजमा? 12% ब्याजमा। त हामीलाई रेट पनि आयो कति? 12%। टाइम कति छ? 4 वर्षको लागि। त टाइम बराबर कति? 4 वर्ष। अब हामीलाई के भन्छ? सिम्पल इन्ट्रेस्ट साधारण ब्याज पत्ता लगाउनको लागि त इन्ट्रेस्ट बराबर हाम्रो पहिलोको फर्मुला के छ? याद छ तपाईलाई? पिटिआर बाई 100। यही फर्मुला हामीले लगाइदिनु पर्छ। 3,000 फर्मुलाको तपाईले बुझ्नको लागि पिटिआर बाई 100।
त्यस्तै पी कति छ 3000 गुने टी टाइम कति छ 4 वर्ष गुने रेट कति छ 2200 बराबर यो सयलाई काट्दिनु अब गुना गर्नु 12 चौक 48 48 मा 48 लाई 3 चोटि गर्नु त 48 लाई 3 चोटि गर्नु त 48 गुने 3 अतिरिक्त 24 चट्टे 12 12 2 14 144 भनेको 1440 आयो हाम्रो इन्ट्रेस्ट ब्याज 4 वर्षमा 12% दरले हामीलाई 1440 रुपैयाँ प्राप्त भयो। हाम्रो लागि एउटा अझै प्रश्न आइसकेछ। हेर्नु त यसमा के भनेछ रु 4800 को 15% वार्षिक ब्याजको दरले कति समयमा मिश्र धन रु 9120 हुन्छ। यसलाई हामी राम्रोसँग बुझ्छौँ भने यसमा टाइम छ, तपाईले हेर्नु त समय छ, यहाँ हेर्नु कति समय छैन, हामीले समय निकाल्नु पर्नेछ। पहिला हेरौँ हामीले के दिएको छ। रु 4800 को भनेको हाम्रो चाहिँ साबा प्रिन्सिपल कति छ, प्रिन्सिपल 4800। त्यस्तै हामीसँग दिएको छ रेट, कति रेटमा कति प्रतिशतमा त 15%मा। त्यस्तै हामीलाई मिश्र धन दिएको छ, मिश्र धनमा चाहिँ हामीलाई ब्याज निकाल्नु पर्छ। एमाउन्ट दिएको छ हामीलाई कति 9120। यसबाट हामीले इन्ट्रेस्ट चाहियो त इन्ट्रेस्ट बराबर 9000 यस्तो गरे बुझ्यो, एमाउन्ट माइनस पी साबा हुन्छ प्रिन्सिपल 9120 माइनस 4800 हुन्छ। यसको माइनस गर्नु कति हुन्छ, यसको हुन्छ 4320। हामीलाई यो के छ ब्याज छ। अब समय बराबर व्हाट, हामीलाई समय निस्काउन भनेछ त समयको लागि हामीले फर्मुला के लेखेको थियो, यसमा त छैन, तर यसको समयको फर्मुला यस्तो हुन्छ टाइम बराबर आई इन्टु 100 बाई पी इन्टु आर हुन्छ। भनेको इन्ट्रेस्ट गुन्ने 100 प्रिन्सिपल गुन्ने यो हुन्छ रेट। हामीले टाइम बराबर आई इन्टु 100 भागा प्रिन्सिपल इन्टु रेट। यसमा हामी चाहिँ पुरै भ्यालु एड गरिदिनु पर्छ। आई बराबर कति छ, आई छ 4320 4320 गुने 100। पी कति छ साबा 4800, त्यहाँ लेख्नु पर्छ 4800 गुने रेट कति छ 15 छ भने हामीले चाहिँ यो जिरोलाई काट्न सक्छौँ। अब यसलाई गुना गरेर जोड दिनु, भाग गरिदिनु त यो सबै गर्दा हामीलाई चाहिँ कति आयो त 6 आउनु पर्छ, 6 वर्ष। हेर्नु 48 लाई 15 सँग गुना गरिदिनु, यो 4320 जस्ताको त्यस्तै एक यहाँ 1 सँग गुना जस्ताको त्यस्तै आउँछ। अब यसलाई भाग गर्नुहुन्छ भने हाम्रो चाहिँ वर्ष आउँछ। यही छ हाम्रो एन्सर। बुझ्नुभयो। अब यो दुईटा बाँकी छ, यो पनि हामी चाहिँ कुनै नेक्स्ट दिन गरौँला। तपाईहरुले कमेन्ट गर्नु यो दुईटैमा तपाईहरुलाई अप्ठ्यारो भइरहेछ भने म बनाइदिन्छु, यदि अप्ठ्यारो भइरहेछ छैन भने तपाईहरुले सजिलै यसलाई बनाउन सक्छु। अर्को दिन हामी चाहिँ पढ्ने छौं मिश्रित ब्याज, कम्पाउन्ड इन्ट्रेस्ट। हामी के पढ्ने छौं मिश्रित ब्याज, कम्पाउन्ड
इन्ट्रेस्ट। आजको भिडियोमा यति नै। म आशा गर्छु तपाईहरुलाई यो भिडियो चाहिँ मन पराउनु भएको छ। यस्तै पढाइको लागि यदि तपाईहरुलाई यस्तै पढाइको इच्छा छ भने तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। हामी चाहिँ नेक्स्ट भिडियोमा